आज र भोलि वर्षाको सम्भावना, नयाँ प्रधानमन्त्री बालेनको शपथ आज हुँदै, युद्धले रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्र सङ्कटमा, 5 सिटमा खुम्चिएको राप्रपामा चुलियो व्यापक असन्तुष्टि, बर्ड फ्लूले पोल्ट्री व्यवसाय सङ्कटमा, 65,000 कुखुरा नष्ट। एसियाली मुलुकमा इन्धनको अभाव, नेपालका उपभोक्तामा पनि चिन्ता बढ्दो। जाँचबुझ आयोगको प्रतिवेदन कसरी हुन्छ कार्यान्वयन, सम्पूर्ण जानकारी आजको भिडियोमा। नमस्ते दर्शक महानुभावहरू, देश प्रदेश मिडियाद्वारा प्रसारण भइरहेको यो न्युज बुलेटिनमा यहाँहरूलाई हार्दिक स्वागत छ। अब समाचार विस्तारमा। आज र भोलि वर्षाको सम्भावना। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरुण पौडेलले काठमाडौँ उपत्यकामा शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जानकारी दिनुभएको छ। पश्चिम वायु सक्रिय भएसँगै आज शुक्रबारदेखि देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभाव भोलि शनिबारसम्म कायम रहने बताइएको छ। आज दिउँसोदेखि नै देशका विभिन्न भागमा बादल लाग्ने र साँझतिर हावाहुरी सहित हल्कादेखि मध्यम खालको वर्षा सुरु हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेष गरी पूर्वी तथा मध्य भागमा यसको प्रभाव बढी देखिने सम्भावना छ भने पश्चिम क्षेत्रमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने बताइएको छ। प्री मनसुनको समय भएकाले यस अवधिमा हावाहुरी, चट्याङ र असिनाको जोखिम पनि बढ्ने देखिन्छ। त्यसैले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी किसान तथा सर्वसाधारणलाई असिना र हुरीबाट हुन सक्ने क्षतिबाट जोगिन सावधानी अपनाउन सुझाव दिएको छ। उच्च पहाडी तथा हिमाली भेगमा भने वर्षासँगै हिमपातको सम्भावना पनि बढेको देखिन्छ। यसले तापक्रममा केही गिरावटलाई देशभर चिसो महसुस हुने देखिएको छ। यसपटकको प्रणाली यसअघि चैत्र 6 र 7 गते सक्रिय भएको प्रणाली भन्दा कम शक्तिशाली हुने अनुमान गरिएको हो। तर पनि छोटो अवधिका लागि हावाहुरी र वर्षाले दैनिक जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने देखिएको छ। मौसमविदहरूका अनुसार यसको प्रभावका कारण बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका 1-2 स्थानमा हिजैदेखि मेघ गर्जन तथा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ। त्यो क्रम आज झन बढ्ने र भोलि शनिबार दिउँसोसम्म पनि कायम रहने बताइएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघ गर्जन हुने, चट्याङ हुने र हावाहुरी समेत हुने अनुमान गरिएको छ। साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ। आज राति हिमाली भागका केही अधिकांश क्षेत्रहरूमा भने आंशिक बदली रहने बताइएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघ गर्जन, चट्याङ हुरी तथा असिना सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसमको उपयुक्त अवस्थालाई दृष्टिगत गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हुने सम्भावित वर्षा, हिमपात र हुरीबाट सतर्क रहन तथा पछिल्लो मौसम सम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ। त्यसैगरी नयाँ प्रधानमन्त्री बालेनको शपथ कार्यक्रमको अर्को समाचारतर्फ लागौं। मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। 36 वर्षीय बालेन्द्र शाह बालेन आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहण समारोह दिउँसो 12:34 बजेका लागि तय भएको हो। बालेनले दिउँसो 2:15 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पद बहाली गर्नेछन्। प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा 7वटा शङ्खबाट शङ्खनाद हुने, 108 जना बटुकबाट स्वस्ति शान्ति वाचन गर्ने, 16 जना वैद भिक्षुबाट अष्टमङ्गल पाठ गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइनेछ। शपथ अघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनैतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ। नेपालको संविधानको धारा 76 को उपधारा 1 अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार गठन हुन लागेको हो। गत फागुन 21 मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिटमा जित निकालेको थियो। सो दलले बिहिबार मात्रै बालेलाई संसदीय दलको नेता चयन गरेको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नम्बर 5 बाट 68,348 मत प्राप्त गरी विजयी भएका थिए। बिहिबार नै प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। त्यसैगरी एडीबीको प्रतिवेदन युद्धले रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्र सङ्कटमा पर्ने अर्को समाचार। मध्यपूर्वको द्वन्द्वका कारण नेपाल जस्ता रेमिट्यान्समा निर्भर अर्थतन्त्रमा गम्भीर असर पर्ने एसियाली विकास बैङ्कको एक अध्ययनले देखाएको छ। एसियाली विकास बैङ्क एडीबीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन एडीबी ब्रेक्स 384 अनुसार यो द्वन्द्वले ऊर्जाको मूल्य वृद्धि, आपूर्ति श्रृङ्खलामा अवरोध भएको छ। वित्तीय अवस्थामा कडाई र विशेष गरी रेमिट्यान्स प्रवाहमा ठूलो गिरावट ल्याउन सक्ने जोखिम देखिएको छ। यो द्वन्द्वले रेमिट्यान्स आप्रवाहमा प्रत्यक्ष असर पार्ने र नेपाल जस्ता पश्चिम एसियाबाट प्राप्त हुने रेमिट्यान्समा अत्याधिक निर्भर देशमा त्यसको असर अझै धेरै हुन सक्ने अनुमान गरिएको छ। प्रतिवेदन अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीको 8.1% हिस्सा पश्चिम एसियाबाट आउने रेमिट्यान्सले ओगटेको छ, जुन एसियाली देशहरू मध्ये सबैभन्दा उच्च हो। पश्चिम एसियाका देशहरूको आर्थिक गतिविधिमा मन्दी आउँदा त्यहाँ कार्यरत नेपाली श्रमिकको माग र आम्दानी घट्ने र यसले सिधा नेपाल भित्र नै विदेशी मुद्रामा प्रभाव पर्ने देखिएको छ। इन्धनका लागि पूर्ण रूपमा आयातमा निर्भर नेपाल जस्ता मुलुकहरूका लागि कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य वृद्धि अर्को मुख्य चुनौती बनेको छ। द्वन्द्वका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेज $120 सम्म पुगेको देखिन्छ। अमेरिकी राष्ट्रपतिले इरानमा केही दिन आक्रमण रोक्ने घोषणा गरेपछि केही घटेको तेलको मूल्य पुनः द्वन्द्व बढ्ने सङ्केतलाई फेरि आकाशिन थालेको छ। अहिले ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेज $107 पुगेको छ। एसिया पेसिफिक क्षेत्रमा चीन, भारत, जापान, दक्षिण कोरिया जस्ता संसारकै सबैभन्दा बढी तेल आयात गर्ने मुलुकहरूमा देखिन्छन्। 5 सिटमा खुम्चिएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा असन्तुष्टि बढेको अर्को समाचारतर्फ लागौं। फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी 5 सिटमा खुम्चिएपछि अध्यक्ष राजेन्द्र लिङ्गदेलमाथि पदीय भूमिका छोड्नुपर्ने दबाव बढेको छ। प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना मात्र उम्मेद्वार निर्वाचित भएका छन्। समानुपातिक तर्फ पनि राष्ट्रिय प्रजातन्त्र पार्टी जम्मा 4 सिटमा खुम्चिएको छ। 159 वटा निर्वाचन क्षेत्रमा त राप्रपाका उम्मेद्वारको जमानत नै जफत भयो। पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट प्रत्यक्ष निर्वाचित भए भने समानुपातिकबाट खुम्बु ओली, ताहिर अली, भरत गिरी र सरस्वती लामा सांसद बनेका छन्। अध्यक्ष लिङ्गदेन स्वयं झापा 3 बाट पराजित भए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दोस्रो स्थानको मत ल्याउने लिङ्गदेन एक व्यक्ति मात्रै रहेका छन्। पदाधिकारीहरूमा एकजना बाहेक सबै पराजित हुनु एवं समानुपातिकको मत पनि गर्दा अध्यक्ष लिङ्गदेनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ। अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा 7 सिट जितेको थियो भने समानुपातिकबाट पनि 7 जना सांसद बनेका थिए। यसपटक समानुपातिकमा राप्रपालाई 2079 साल भन्दा 2,58,165 मत कम खसेको देखिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा 3,30,384 मत प्राप्त गरेको छ। एकातर्फ प्रत्यक्षमा एकजना मात्रै जित्नु र अर्कोतर्फ समानुपातिकमा उल्लेख्य मत घट्नुमा अध्यक्ष लिङ्गदेनको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाएका छन्। शीर्ष तहका नेताहरूले नै अध्यक्ष लिङ्गदेनको राजीनामाको माग गर्न थालेका छन्। निर्देशक समितिबाट 3 देखि अघि राजीनामा दिएका नेता प्रकाश चन्द्र लोहनी नेतृत्व तहमा रहेका जिम्मेवार पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताउँछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार पराजित भएपछि पार्टी भित्रबाट अन्तर्घात भएको भन्दै अनुशासनको कारबाही सुरु गरिएको छ। उपाध्यक्ष दिल विकास राज भण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई पद मुक्त गरिसकिएको छ। जनभावना अनुसार
तदर्श समिति गठन गरेर महाधिवेशन गर्नुपर्ने लोहनीको भनाइ छ। अध्यक्ष लिङदेनको नाम नलिई पद छोड्नुपर्ने बताएका लोहनीले निर्देशक समितिको अध्यक्षबाट राजीनामा दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि प्रतिकूल नतिजा नआइसकेपछि पनि चुनावी समीक्षा गर्न अध्यक्ष लिङदेनले बैठक बोलाएका छैनन्। समानुपातिक सांसद चयन गर्न एक दिन कार्य सम्पादन समितिको बैठक डाकिए पनि चुनावी हारको समीक्षा हुने गरी बैठक आह्वान अहिलेसम्म भएको देखिँदैन। प्रवक्ता मोहन श्रेष्ठका अनुसार चुनावी समीक्षाका लागि पार्टीको बैठक बोलाउने तयारी भएको छ। केन्द्रीय सदस्य रञ्जन कार्की चुनावी समीक्षाका लागि बैठक बोलाउनु पर्ने र अध्यक्ष लिङदेनले हारको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताउँछन्। केन्द्रीय नेतृत्व परिवर्तनको पक्षमा रहेका महामन्त्री पाठक पार्टीको नाम र चुनाव चिन्ह पनि परिवर्तन गर्नुपर्ने बताउँछन्। त्यसैगरी बालेनको जय महाकाली गीतको समाचारतिर लागौं। प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत जय महाकालीले कीर्तिमान नै रचेको छ। बिहिबार बेलुका सार्वजनिक भएको यो गीतले 24 घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ। शुक्रबार बिहान 7 बजेसम्म यो गीतलाई 21 लाख पटक हेरिएको छ। यसअघि 24 घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसम भानियाको कोल्याब गीत जाने भए जाम मायासँग थियो। त्यो गीतलाई सोही अवधिसम्म 16,36,000 पटक हेरिएको छ। यति बेला भने बालेनको यो गीतले केही घण्टाभित्र अघिल्ला सबै रेकर्डलाई उछिनेको देखिन्छ। शुक्रबार बेलुका 8 बजेतिर मात्र 24 घण्टा हुने भएकाले बालेनको यो गीतको भ्युजमा छल्लाङ आउने पक्का देखिन्छ। यतिन्जेलसम्म धेरै रेकर्ड पनि रचिने सम्भावना छ। रिलिज भएको 3 घण्टामै बालेनको यो गीतले सबैभन्दा छिटो 10 लाख भ्युज पाउने गीतको रेकर्ड रचिएको थियो। चुनाव मात्र होइन, युट्युबमा समेत बालेनको लहर धेरै नै देखिएको छ। जय महाकाली गीतको अडियो 11 वर्ष अघि नै रिलिज भइसकेको थियो। रिमास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको छ। चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको छ। प्रधानमन्त्रीको शपथ लिनुको पूर्व सन्ध्यामा गीत रिलिज गरिएपछि गीतले निकै हाइप प्राप्त गरेको देखिन्छ। एसियाली मुलुकमा इन्धनको अभाव, नेपालका उपभोक्तालाई चिन्ताको अर्को समाचार। पश्चिम एसियामा जारी युद्धका कारण विश्वका विभिन्न मुलुकहरूले विद्यालय एवं विश्वविद्यालय बन्द गर्नेदेखि सातामा 4 दिन मात्र कार्यालय सञ्चालन गर्नेसम्म गरिरहेका छन्। युद्धको प्रभाव नेपालका भान्सादेखि बजारसम्म पर्दै आएको छ। नेपालका उपभोक्तामा पनि चिन्ता बढ्न थालेको छ। शङ्खमुलका श्री देउराली स्टोर र रोनिस जनरल स्टोरका सञ्चालक अझै पनि ग्यास सहज रूपमा उपलब्ध नभएको बताउँछन्। श्री देउराली स्टोरले श्री ग्यास र रोनिस जनरल स्टोरले हिमाल ग्यास बिक्री गर्दै आएका छन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थ एवं ग्यासको सहज आपूर्ति गराउन आगामी 3 महिनासम्मको योजना बनाइसकेको बताएका छन्। परिमाण भन्दा मूल्यमा समस्या हो, ग्यास सहज भइसकेको छ उनले बताएका छन्। कृत्रिम अभाव हुँदा दिनको अधिकतम 2.5 लाखसम्म सिलिन्डर खपत भएको थियो, अहिले 1.5 लाखमा झरेको देखिन्छ। नेपाल आयल निगमले अभाव नरहेको दावी गर्दै आए पनि एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द्र खुद्रा पसलमा सहजै ग्यास पाउने अवस्था आइसकेको बताउँछन्। डिलरमा ग्यासका लागि नाम टिपाइएको 2-3 दिनभित्र पाइने अवस्था छ उनी भन्छन्। तर खुद्रा पसलमा ग्यास पाइने वा भरिएको ग्यास स्टक बस्ने अवस्था बनिसकेको छैन। त्यसैगरी जाँचबुझ आयोगको प्रतिवेदनको अर्को समाचारतिर लागौं। 23 र 24 भदौका घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन अनौपचारिक माध्यमबाट लिक भएपछि त्यसलाई तुरुन्तै कार्यान्वयन गर्नुपर्ने दबाव नयाँ सरकारमाथि बढेको छ। सरकारले हतारिएर प्रतिवेदन कार्यान्वयन गर्न खोज्दा न्यायिक प्रक्रिया मिचिने जोखिम पनि बढेको देखिन्छ। संविधानविद विपिन अधिकारी प्रतिवेदन लिक भएको घटनाले नयाँ सरकारलाई अप्ठ्यारो पारेको बताउँछन्। यसले सरकारको अधिकार सबै धुलिसात पारिदियो। उनले भने यत्रो जनमत लिएर आएको सरकारले राष्ट्रिय दृष्टिकोण बनाएर निर्णय गर्ने अवसर गुमायो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसँगै उच्च पदस्थ सुरक्षा अधिकारीलाई ज्यान मुद्दामा अनुसन्धान गर्न सुझाइएको आयोगको प्रतिवेदन नयाँ सरकार गठनको सङ्घारमा एकाएक बाहिरिएको छ। पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदन
कसले कुन उद्देश्यले लिक गर्यो भन्ने खुलेको छैन। प्रतिवेदन सार्वजनिक गर्न दबाब बढिरहँदा प्रधानमन्त्री सुशीला कार्कीले अध्ययन गरेर आवश्यक निर्णय लिने बताएकी थिइन्। तर लिक सँगसँगै कहिले, कसरी, कति सार्वजनिक गर्ने भन्ने विषयमा सरकारसँग भएको निर्णय अधिकार खोसिएको छ। लिक पछि प्रधानमन्त्री कार्कीले बुधबार साँझ नै यो सहित 3 प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेकी छिन्। संविधानविद विपिन अधिकारी प्रतिवेदन लिक भएको घटनाले नयाँ सरकारलाई अप्ठ्यारो पारेको बताउँछन्। यसले सरकारको अधिकार सबै धुलिसात पारिदियो। उनले भने यत्रो जनमत लिएर आएको सरकारले राष्ट्रिय दृष्टिकोण बनाएर निर्णय गर्ने अवसर गुमायो। प्रधानमन्त्री ओली लगायत अन्य विरुद्ध फौजदारी अनुसन्धानको सिफारिस गरेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने अभूतपूर्व दबाव पनि नयाँ प्रधानमन्त्रीमाथि सिर्जना भएको संविधानविद अधिकारीहरूको भनाइ छ। प्रतिवेदन लिक भएपछि सार्वजनिक रूपमा फलानालाई पक्राउ गर, फलानाको पासपोर्ट रोक्का गर भन्ने नारा सुन्न थालिएको छ। त्यस्तो दबावका कारण सरकारले छोटो बाटो रोज्न सक्ने जोखिम छ। उनले भने न्याय प्राप्तिको प्रक्रिया लामो हुन्छ, सर्टकट खोज्न सकिन्न। लिक भएपछि त्यसले सरकारका विकल्पहरूलाई साँघुरो बनाएको छ। 23 र 24 भदौमा देशभर 76 जनाले ज्यान गुमाएका थिए। पोस्टमार्टम रिपोर्ट अनुसार उनीहरूमध्ये अधिकांशको छाती र टाउकोमा गोली लागेर मृत्यु भएको थियो। 2500 भन्दा बढी व्यक्ति घाइते भएका थिए। 24 भदौमा गरिएको तोडफोड र आगजनीबाट सार्वजनिक सम्पत्तिमा करिब 85 अर्ब बराबरको क्षति पुगेको थियो। ती दुवै दिनका हिंसात्मक घटनाको छानबिन गरी प्रतिवेदन दिन सरकारले गत 5 असोजमा पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। पटक पटक म्याद थपपछि 24 फागुनमा आयोगले सरकारलाई प्रतिवेदन बुझाएको थियो। त्यसैगरी बर्ड फ्लूले पोल्ट्री व्यवसाय सङ्कटमा। अर्को समाचार, नेपालमा फेरि पनि बर्ड फ्लूको भयावह अवस्था सिर्जना भएको छ। कोशी प्रदेशका मोरङ, सुनसरी, झापामा फैलिएको बर्ड फ्लू संक्रमण अहिले चितवनमा पनि देखा परेको पशु सेवा विभागले जानकारी दिएको छ। पछिल्ला दिनमा लेयर्स र यो कुखुरा पालन गर्ने किसानहरूको संख्या अत्याधिक बढेको छ। त्यसैगरी कुखुराहरू मर्ने संक्रमण पनि फैलिएको छ। 11 स्थानका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। अहिलेसम्म विराटनगरमा शंकास्पद देखिएका नमुनालाई अन्तिम पुष्टिका लागि काठमाडौँ स्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाउने तयारी गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डाक्टर अजय कुमार शाहका अनुसार मोरङका 5 फार्ममा संक्रमण देखिएको छ। विराटनगरको दाहाल फार्ममा रहेका 6000 लेयर्स कुखुरा मध्ये 3000 आफै मरेका थिए भने बाँकी 3000लाई बर्ड फ्लू पुष्टि भएपछि नष्ट गरिएको छ। यसैगरी सुनसरी इटहरी उपमहानगरपालिका स्थित कोको, लक्ष्मी, रानी र आलम कृषि फार्मका साथै गढी गाउँपालिका 5 को सङ्गीत कृषि फार्ममा पनि बर्ड फ्लू देखिएको छ। सबैभन्दा बढी इटहरी 19 मा देखिएको छ बर्ड फ्लू। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार चितवनमा पनि बर्ड फ्लू पुष्टि भएको छ। तर विभागले चितवनमा कुन ठाउँमा बर्ड फ्लू पुष्टि भएको छ भनेर चाहिँ खुलाएको छैन। अनावश्यक त्रास नफैलियोस्, नियन्त्रणको काममा असर नपुगोस् भनेर तत्कालका लागि स्थानहरू गोप्य राखेका छौँ उनले भनेका छन्। काठमाडौँमा बर्ड फ्लू देखिए पनि यो व्यवसायिक कुखुरामा नभई जङ्गली पन्छीमा मात्रै सीमित छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको जङ्गल परिसरमा ठूलो संख्यामा कागहरू मृत फेला परेपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। मोलिक्युलर विधिबाट गरिएको परीक्षणले ती कागमा बर्ड फ्लू भएको पुष्टि गरेपछि पशु सेवा विभागले किर्तिपुर नगरपालिकालाई सुरक्षित तवरले मृत कागको व्यवस्थापन गर्न र त्यस क्षेत्रमा निसंक्रमण गर्न निर्देशन दिएको छ। डाक्टर उपाध्यायका अनुसार किर्तिपुर स्थित त्रिवी जङ्गल क्षेत्रमा 100 भन्दा बढी काग मृत अवस्थामा फेला परेका थिए। हस् त, देश विदेशका ताजा समाचार आजलाई यति नै। कहाँबाट हेर्दै हुनुहुन्थ्यो कमेन्ट बक्समा अवश्य लेख्नुहोला। च्यानलमा नयाँ हुनुहुन्थ्यो भने सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला। यी र यस्ता समाचारहरू हामी निरन्तर पेश गर्दै जानेछौँ। धन्यवाद।